Hello guys, it's me, your new fun guy. Welcome to my new reaction video. साथीहरू आज म मेरो च्यानलमा एउटा फर्स्ट रियाक्सन भिडियो बनाउँदा गइरहेको छु हैन। रियाक्सन भिडियो चाहिँ के को बनाउन जाँदैछु अनि हजुरहरूले थम्बनेलमा देख्नु भएको होला हैन, के सम्बन्धी भिडियो बनाउँदैछु भनेर। होप यु विल लाइक इट। अनि त्यो अब सब्स्क्राइब गरिदिनु होला। यो फर्स्ट रियाक्सन भिडियो हो, यसमा अब त्यति उ त नहोला हैन, त्यही पनि ठिक छ, एउटा बनाएर हेरौँ न त भनेर बनाउनु लाग्यो। यसो सपोर्ट चाहिँ गर्नु। गर्मी भइरहेछ, काठमाडौँमा गर्मी हत्तै बढिरहेछ हैन। बाहिर घाममा लगेर अन्डा पकाएर खाएको एउटा भिडियो हेरेको थिएँ मैले, त्यस्तै भइरहेछ अहिले काठमाडौँको मौसम। बट एनिवे म आज हजुरहरूको लागि एउटा रियाक्सन भिडियो गर्न गइरहेको छु। त्यो रियाक्सन भिडियो चाहिँ कुन हो भने, भर्खरै युट्युबमा एउटा गीत रिलिज भएको रहेछ। हजुरहरूले पक्कै पनि सुन्नुभयो होला, सुन्नु भएको छ भने सुन्नु है। दामी छ, दामी, मलाई चाहिँ दामी लाग्यो। अनि त्यही भएर अब एउटा रियाक्सन भिडियो बनाउनु त सानो भनेर आएको। ओके गाइज, हेरौँ है त अब कस्तो छ के छ। स्लोली ल तपाईँहरूलाई फेरि मेरो अनुहार त वाक्क लाग्ला। म साउन्ड मात्र, भोइस ओभर मात्र गर्छु, अनुहार चाहिँ देखाउँदैन है। बेला बेला बिचमा चाहिँ आउला, यसो फेरि हजुरहरूले बिर्सिनु सक्नुहुन्छ नि त को हो यो भनेर है। ल लेट्स स्टार्ट द भिडियो। लेट्स रियाक्ट टु रातो रानी बाई जेनी योन्जन। Let me tell you something about me real quick. अहिले सुरुमै के हो यस्तो डायमन्ड हिल्स मेरो स्टाइल दामी जोस। When I woke up in the room, they call me खतरा छ है, खतरा छ। Independent City girl zone. अबे ये क्या कर रहे हो तुम? ऐसा कोई करता है क्या? My dad call me a rato rani. Pretty sunny high heels, middle style dummy. आमामामा के हो, फिङ्गरमा पनि खतरा छ त। जहाँ त्यही डायमन्ड सक्कली हो कि नक्कली हो, तर जेनिसिसको पर्सनालिटी अनुसार नक्कली भए पनि सक्कली ल, खालि दाँतको मात्र अलिक बढी नै देखा जस्तो लाग्यो। तर ठिकै छ, राम्रै छ, त्यस्तो केही देखा छैन। अलरेडी ऱ्यापरले चाहिँ म्युजिक पनि भयो अनि म्युजिक भिडियो पनि दामी छ है। जो चाहिँ हलिउडलाई पनि टक्कर दिएको जस्तै दिनु रहेछ। यो खुट्टाको टक्क अगाडि पस्दा पार्ट पनि धेरै हाले जस्तो लाग्यो मलाई त। यो एउटा सिन उनीहरूले अब के सोचेरै गरे होला होइन। हैट ल हाँस्दिरा पनि। या रातो रानी जेनी योन्जन। ल दामी गाइज, दामी। मलाई चाहिँ बवाल लाग्यो कि, तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा